मेरो त भुँडी चाहिँ फुल्यो ल अब म त एकछिन पल्टी काफल टिप्नुको लागि हो तिमीलाई रक्सी पार्नु मम्मीले हेलो गाइज वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल अनदर न्यू भिडियो आजको न्यू डे न्यू ब्लग सँगसँगै म पनि उपस्थित भइसकेको छु। आई होप तपाईहरु एकदमै सन्चै हस्त मस्त व्यस्त हुनुहुन्छ होला। म पनि एकदमै धेरै सन्चै छु हजुरहरुको माया साथ सपोर्टले गर्दा चाहिँ। अनि आजको ब्लगमा चाहिँ मैले घाम उदाउँदाखेरि नै देख्न सक्नुहुन्छ। घाम उदाउँदाखेरि नै मैले मेरो ब्लग पनि स्टार्ट गरिसकेको छु। न्यू डे न्यू ब्लग भनेपछि नयाँ दिन नयाँ ब्लगको सुरुवात त गर्नै पर्यो नि त। अनि आजको ब्लग चाहिँ एकदमै धेरै स्पेशल हुनेवाला छ किनभने आजको ब्लगमा चाहिँ मैले खानुमा बङ्गुरको मासु अनि त्यसपछि चकरेन चाउचाउ अनि त्यसपछि काफलको दानाहरू लिएर आएको छु। आई होप तपाईहरुले एकदमै धेरै मन पराइदिनुहुन्छ भन्ने आशाको साथमा आजको ब्लग स्टार्ट गरेको छु। अब आजको ब्लगमा चाहिँ म काफल टिप्नु सबैभन्दा फर्स्टमा जान्छु है त गाइस, लेट्स गो। गाइस देख्न सक्नुहुन्छ यहाँ चाहिँ काफल फलिरहेछ तर काँचै हो। काँचै अमिलो हुन्छ क्या साथीहरु, देख्न सक्नुहुन्छ काफल फलेको है, काफल फलेको देख्न सक्नुहुन्छ। अनि यहाँ तल चाहिँ छ हाम्रो बहिनी, यो काफलको धनी कस्तो हुन्छ हैन, काफलको अमिलो र खोर्सानीहरुसँग मोलेर खाँदा यस्तो दामी हुन्छ नि हैन। अब हेर कस्तो हुन्छ, यहाँ टिप्नु चाहिँ आइरहेको छु भरे यहाँ लडेर मेरो ढाड साड सबै फुस्क्यो भने त के गर्ने होला। काफल चाहिँ मजाले टिप ल, मैले त झुम झार्दै छु। भिरतिर मात्र गयो, त्यही भएर मैले अघि प्लास्टिक ल्याउनु भनेको प्लास्टिकै भएन के साथीहरु। अनि त्यही भएर के नत्र प्लास्टिकसँग हुँदाखेरि चाहिँ राम्रो हुन्थ्यो, बटुको पो ल्याएर माथि रुखमा ठहराएर हो। मजाले टिपिदेऊ ल। कस्तो अप्ठ्यारो ठाउँमा छ यार काफल पनि। घरमा गर हिँड सेनामेना हो। होइन पाकेको पनि छ र, ए अलिअलि रातो मात्र भएको रहेछ हो र। सो गाइस हामी चाहिँ काफल टिप्दै हाम्रो भाइले चाहिँ गीत गाउनेवाला छ। अब गीत चाहिँ कानमा झुम्काना नाकमा बुलाकी भन्ने सङ है त। ल रेडी सेडी गो। कानमा झुम्काना कसले किनियो, बुलाकी कसले किनियो, नाकमा गुलाकी कसले किनियो। वाउ ताली पड्काउँदैन। गाइस मैले चाहिँ टिपेको छु ल साथीहरु। म चाहिँ यता तल आएको थिएँ नि त, तलको घरमा आएको थिएँ नि त काफल टिप्नुको लागि। अनि त्यही भएर मैले चाहिँ यति टिपेँ। अब यति चाहिँ नुन खोर्सानीसँग मोलेर खाँदा धेरै हुन्छ यति पनि है। ए नासिका तिम्रो रक्सी के भयो? ए हाम्रो नासिकाले चाहिँ रक्सी पकाउँदैछ है साथीहरु, हेर्नु यहाँ सक्नुहुन्छ। कति पानी पारेको? कसले सिकायो हो तिमीलाई रक्सी पार्न? मम्मीले? ए हेर यति सानोमा पर्फेक्ट भइसकेपछि त नि। गाइस म चाहिँ यता तल काफल टिप्नुको लागि आएको थिएँ कि, अनि त्यसपछि त्यस्तो ल्याउने प्लास्टिकै छैन नि त, अनि मैले यहीँबाट ल्याएको साथीहरु होइन। अनि नासिकाले चाहिँ त्यहाँनिर रक्सी पार्दैछ। र गएको नासिका भरे मेरो भिडियो हेर ल युट्युबमा, म तिमीलाई सेयर गर्छु ल। ओहो हावा पाउँदैछ त। काफल खाना कुइया मरो राजन के रे चिसाकी गोलीले। ए गाइस हेर्नु सक्नुहुन्छ, देख्नु सक्नुहुन्छ यो चाहिँ बोसु छ। मैले यहाँनिर पकाउनको लागि रेडी गरेर बसिरहेको छु। यो बोसुहरू चाहिँ यो चाहिँ 1 केजी मासुको बोसु हो गाइस। सबैभन्दा फर्स्टमा चाहिँ मैले सुँगुरको मासु यसरी यो कराईमा अलिअलि गर्दै यहाँनिर यसरी निकालेको छु साथीहरु होइन, देख्नु सक्नुहुन्छ। यसो गरेर निकाल्दैछु। ए गाइस देख्नु सक्नुहुन्छ यो चाहिँ मैले अलिअलि खारिसकेको छु, देख्नु सक्नुहुन्छ। बोसु छ, यो कसै खाइसक्ने होला बाफ्रे। अब यो बोसु चाहिँ पकाउनु पर्ने छ फेरि पनि होइन। यो मैले अलिकति खारेको हो, हिजो उसिने अनि उसिनेर अलिकति खारे, अब फेरि प्याज टमाटर लगाएर पकाउँछु है गाइस। यो चाहिँ मैले 1-2 घन्टा लगाएर पकाएको बङ्गुरको मासु भयो। पुरा यो चाहिँ यस्तो बोसु छ, देख्नु सक्नुहुन्छ। यस्तो थिलथिल बोसु छ। अनि यो चाहिँ चाउचाउ भयो, करेन्ट चाउचाउ, करेन्ट नुडल्स र मैले मिसाएको। यहाँ देख्नुहुन्छ यसको मसला चाहिँ यहाँनिर छ। अनि यहाँनिर चाहिँ भात छ, पुरा तातो भात। यसलाई पहिले गरौँ है त, देख्नु सक्नुहुन्छ। यो चाहिँ अब मोल्छु म है। हात चाहिँ मैले एकदमै सफा पाराले मैले धुएको छु होइन, साबुन पानीले धुएको छु। फेरि तपाईँले हातले पो खाँदो रहेछ भन्नुहुन्छ ल। भगवान्ले हात खानुकै लागि बनाइदिएको हो के साथीहरु। यो चम्चीहरू भनेको त मानव निर्मित हो, भगवान निर्मित भनेको त हात मात्र हो के साथीहरु। यसरी मोल्नुपर्छ। देख्नु सक्नुहुन्छ यहाँनिर चाहिँ भात चाहिँ मैले 2 थाल ल्याएको। अनि यहाँनिर चाहिँ करेन्ट मैले अहिले भर्खरै घोले। अनि यहाँनिर चाहिँ च्वाचेको मासु चाहिँ देख्नु सक्नुहुन्छ, एकदमै मजाले मैले पकाएको मासु।
अनि यहाँनिर चाहिँ ग्रेभी छ मैले च्वाचेको मासुमा भातसँग लाएर खानुलाई। अनि यहाँनिर चाहिँ साँच्चै मेरो ऊ पनि छ है, के अरे यो काफलको दाना है साथीहरूले, यो काफलको दाना हो। मैले यहाँनिर नुन खोर्सानी मसला सबै घोलेर यस्तो बनाएको छु, साथीहरूले देख्न सक्नुहुन्छ। एकदमै अमिलो छ। यो चाहिँ यता झरेछ है गाइज। अब म कुनबाट खानु सुरु गरौँ गाइज? म भात खान्छु ल सबैभन्दा फर्स्टमा। मैले अघि नै ग्रेभी भिजिएको थिएँ। कति मिठो भएछ यार भात पनि। देख्न सक्नुहुन्छ दियो झोल चाहिँ सकिसकेछ। अब चाहिँ एक कप सुँगुरको मासु त बेस्ट हो नि साथीहरू।
पक्नेसमा यसलाई करेन्ट जस्तो हुन्छ सुँगुरको मासु करेन्ट हड्डी म त भातै मिठो लाग्यो त साथीहरु म त भातै मिठो लाग्यो यार भातै खाने हो हेर्न सक्नुहुन्छ काफल काफल काफलै काफल गाइज काफल देख्न सक्नुहुन्छ पहिले खाना फिस गर्छु ल पहिले खाना सकाउँछु ल ग्रेभी फ्याल्नु हुँदैन क्या साथीहरु यो पहिले खाना सकिहाल्छु साह्रै मिठो भयो खाना Nice. मासु तर हड्डी छ यसपालि मैले किनेको सुँगुरको मासु नै लुते परेछ क्या साथीहरु मासु र बोसो किन्नु भनेको बोसो मात्र परेछ हड्डी र मासु मात्र परेछ केही छैन हड्डी है यो पैसा परेको हो क्या हड्डी पनि ओहो अब कुन खाम त यो खाइदिउँ हेर्नु सकिन आँटिसक्यो मासु
म सबै सकाउँछु आज यो ओहो कति मिठो मासु रहेछ त हेर्नु गाइज ओहो अब यो जान्छ मेरो मुखमा चौचौसँग खाएला ए भन्नेले नराम्रो भन्ने गर्छ खाने हो देखाइ खाने हो कति मिठो यार आज 1 केजी सुँगुरको मासु त मैले खाइसक्नु अरे सुँगुरको मासु र भात चाहिँ मिठो क्या करेन्ट चौचो मिठो हुँदैन रहेछ अन्डासँग मात्रै भात त सकिसक्यो चौचो त डल्लै छ यार कहिले खाइसक्ने ल अब यही खाइदिन्छु ओहो हेर्नु त हेर्नु ल आया मेरो पेट त जिन्दगीमा बङ्गुरको मासु करेन्ट चाउचाउ भात नभई नहुने मान्छेलाई लास्ट बाइट भातको अलिअलि चाउचाउ पनि मिसिरहेछ
ला यो त हड्डी मात्र पो परेछ है भगवान। अब यिनीहरू त खाइसक्दिनँ यार, यत्रो धेरै खाएँ। ठुल्ठुलो मुकबाङ्गरहरूले कसरी खान्छ यार 1 केजी 2 केजीको सुँगुरको मासु। ए म त यति खाँदै सेन्टर फ्रुट हुनु आँटिरहेँ। मासु र भात चाहिँ खाइसकेँ। चाउचाउ चाहिँ नस् ल, मैले सबै खाइसकेँ। यो खाइसकिनँ नि, यतिको चाउचाउ खाइसकिनँ, बाँकी सबै खाइसकेँ। मेरो त भुँडी चाहिँ फुल्यो। ल अब म त एकछिन पल्टिन्छु। आया यो युट्युबको भिडियोले गर्दा पनि म त मोटाउँछु होला हौ साथीहरू। आऊ यहाँ, मैले खाइ नसकेको तिमीले खाऊ त ल। हेर ल खाऊ। ए बाठी नहुने धेरै तिमीहरूको फेरि खरायो पनि आयो। ल्या तँलाई त ए कति मिठो भयो नि, 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 कति मिठो भयो नि। खाला छिटो। यसलाई त झन् कति मिठो भएको। यो गीता माया भुजेल। ओइ गीता माया भुजेल। ओइ गीता माया भुजेल, तँलाई चाहिँ कतिको राम्रो भयो साथीहरू। यसको नाम चाहिँ फुलकुमारी भुजेल होइन। उयो भालेको नाम चाहिँ छैन कुमार। यसको नाम गीता कुमारी भुजेल। यसको नाम फुलकुमारी, झोलकुमारी। अनि यिनीहरू चाहिँ भुरा भुरी अरे साथीहरू। हाँसै उठ्छ म त। होइन किन यहाँ आन्दोलन हुँदैछ? ओइ यहाँ आन्दोलन नगरिकन खाऊ है। देशमा शान्ति चाहिएको छ। देशमा शान्ति चाहिएको छ होइन त साथीहरू। ल त साथीहरू, आजको भिडियो के कस्तो रह्यो तपाईँहरूले कमेन्टबाट भनिदिनु होला। अनि केही कमी कमजोरीहरू छ भने तपाईँहरूले सुधार्ने मौका दिनु होला। म सुधारेर ल्याउने बाजाको साथ आजलाई चाहिँ म पनि भ्लगबाट जान्छु साथीहरू। थ्याङ्क यू सो मच। भिडियोलाई फुल वाच गरिदिएर यति धेरै माया साथ सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब भोलि आउने बाजाको साथ आजलाई चाहिँ बाई बाई साथीहरू। बाई बाई।